हेलो गाइज वेलकम ब्याक टु ब्लग आजको भ्लगमा चाहिँ तपाईँको स्वागत छ। मेरो भ्लग चाहिँ आज चाहिँ चट्टा लगाएर होइन असार गर्न चाहिँ हामी गएर असार गर्दैछौँ भइसकेको छ। अब गाउँतिर चाहिँ असार गर्न पर्ने हुन्छ साथीभाइ टक्क लागेर हेर्नु होला। टक्क लगाएर असर गर्नु चाहिँ एकदम बलियो बलियो खतराको चाहिँ अनि तपाईँहरूकोतिर असर सुरु भयो होइन कमेन्ट गरिदिनु होला। टकलाएर दाँते चाहिँ कुदाउँछौँ जोत्दैछौँ दाँते लाउँदैछौँ होइन टकलाएर माथितिर चाहिँ बिउ काट्दैछन् होइन। अब गाउँमा काम गर्न पर्ने हुन्छ यस्तै हो गाउँमा काम गर्नुपर्ने हुन्छ बसिरहनु भएको छ। टकलाएर माथि बिउ काट्दैछन् सबै मिलेर आज चाहिँ असार गर्दैछौँ है। हामी चाहिँ टक्क लगाएर असार गर्दैछौँ गाउँमा यस्तो हो। भ्यू चाहिँ एकदम बवाल छ। भ्यू चाहिँ एकदम अहिले चाहिँ यहाँ रोप्न आउँदैछन् यहाँ मुनि चाहिँ हिलै हिँड्छ। यहाँ चाहिँ स्टा दिदी भन्ने मान्छे छन्। ऊ चाहिँ अब हिँड्नुमा जाँदैछन् अनि उताडि चाहिँ बिउ लिएर आउँदैछन्। यता हाम्रो काका हिलोमा दाँत लगाउँदैछन्। यतातिर चाहिँ वनजङ्गल राम्रो छ। यतातिर चाहिँ रोपेर पनि गयो। यता चाहिँ मान्छेहरू ठिङ्ग उभिएर बसेछन्। छिटो रोप्नु न। सब्स्क्राइब पनि गरिदिनु होला। मेरो भिडियो मन पराइदिनु होला। अब चाहिँ धान रोप्दै हुनुभएको छ होइन। यता चाहिँ धान रोप्दै हुनुभएको। अब के गर्ने गाउँमा काम गर्नुपर्ने हुन्छ। काम गर्नु नि पर्यो। पकाएर अब धान रोप्नु भयो। अब चट्ट लगाएर होइन अब ट्याक्का लगाएर धान रोप्दै हुनुभयो। अब चाहिँ
घरतिर असर गरेर चाहिँ हालत यस्तो भइरहेको छ है। हामी चाहिँ असर गरेर पुरै व्यस्त नेपाल भइरहेको छ है। अब चाहिँ घर आइपुग्यो गाइस। नेक्स्ट भिडियोमा भेटौँला। मेरो भतिज र म नेक्स्ट भिडियोमा भेटौँला गाइस। गोरु चाहिँ छ। बाई बाई गाइस। नेक्स्ट भिडियोमा भेटौँला। बाई गाइस।